तीनटा साथीहरु पनि यस्तो अनलाइन ओ भाइ साहब सनसेट में यति राम्रो मस्त भइरहेको ओए यहाँ आइन काट्नी यहाँ हो लाइज बिन्ता आइज छ्या कस्तो मिल्दै आइज यता किनभने म काटिन्छ यता उता पनि तो हेलो गाइस हैन तो नहीं मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये बड़े हुए। आज के ब्लॉग हम स्टार्ट तो हेलो गाइज वेलकम टू माई न्यू ब्लग र आज हामी आजको ब्लग एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। आज हामी खाने जानेछौँ उता मेवा। अहिले दिउँसोको पौने घडी त छैन, पौने 3 बजेको छ र अहिले हामी जानेछौँ। अहिले भर्खरै म ब्लग स्टार्ट गर्दैछु किनभने आज अलिक ढिलो भएको कारणले म यति बजे ब्लग स्टार्ट गर्दैछु। हेर्नु होला कति कालो हामी उहाँ जान्छौँ मेवा खाना। अब त्यहाँ देख्न सक्नुहुन्छ, अहिले देखेँ होइन, म हजुरलाई देखाउने छु। जाम अब फाइनली आइसक्यो। यही हो मेवा, देख्न सक्नुहुन्छ कत्रो ठुल्ठुलो मेवा। ओ भाइ साहब केराको रुख, केराको खम्बा कहिले देख्न के हेर्नु यो वाउ यसको गाइस यसको तामा पनि बन्छ यसमा। यहाँ केराको रुख अनि त्यहाँ गाइसहरु दुध खाने भए हेर्नु होला कस्तो राम्रो निक्लिस। अनि त्यहाँ उसको रुख छ अनि यहाँ केराको अनि यहाँ मेवाको। हामी खासमा यहाँको मेवा खाना। यो त ठुलो रुख छ नि यो त। अब हाम्रो चमेला पनि भएको छ। ओए यहाँ आइन काट्नी यहाँ हो। फाइनली गाइस हामीले मेवा पनि गर्दैछौँ। हामीले एउटा जान पठाएको काट, हामीले एउटा जान पठाएको, हामीले 2टा झरा ल्यायौँ, त्यही भएर गडबड भयो। यहाँ गाजर देखेको छ गाइस, गाजर यसलाई मेवा काट्ने भनेको त बरै मेवा काट खानै छैन, केही छैन खाने। केही मिठो होइन, सबै खाल्या। अनि यस्तो फुलको छैन। आजको देख्न सक्नुहुन्छ मौसम एकदम राम्रो हो, एकदम गर्मी लागिसक्यो आजकल, एकदम राम्रो छ मौसमहरू। हाम्रो सामने आउनु भएको छ हाम्रो प्यारी बहिनी। के अरे नाम नट थाहा बहिनी, थाहा छैन नाम त, तर खामै त गुड लाने पिनिसक्यो। फाइनली भइसकेको यति मिठो देखियो खाँदै त्यसमै के हुन्न अब अर्को आउनु भएको छ। सुरुको बिस्नी मान्छे यो अनि सेकेन्डमा थर्ड त्यो बिसुम साथीहरू बर्खाते यसको लागि फेरि 2 जाई। ओ भाइ साहब यति खै देख्नु होला दर्शकहरूले, यति मिठो एउटी यति मिठो क्या। ए भयो यो टमाटरमा त जस्तो सक्नुहुन्छ भिखारीहरू। पुकाल्नु सक्दैन।
वाह ओके गजब रहेछ हौ मासु हात त धो अब हामीले गरेछौँ च्यालेन्ज जो कसले छिटो कति छिटो धेरै खान्छ त्यसले जित्दछ अब हामीले फेरि चुक तल तलबाट अब हामीले बनाउँछौँ अब 3-4 दिनपछि आउनेछ मुकबाङ भिडियो अब यो दिन लाग्छ त्यो आन्टीलाई A few moments later. देख्न सक्नुहुन्छ यस्तो पिरो त्यसमा चाहिँ अमिलो क्याले अति पिरो देखा नि त पोखरी अब हामी खानेछौँ अब यसरी उन्न हलेक्स खानुपर्छ हलेक्स पढाउ कति मेरो होइन तिमी खाएको झगडा आजको भाइ यति भारी हो पेट पहिला लिटरी हामी 3 जना यहाँ आउने छ हजुरले हेरिदिनु होला कस्तो लाग्छ हाम्रोमा धेरै भ्युज आउने होइन 22-23 पहिलो चाहिँ मेरो भिडियोमा आएका हो र अब मेरोमा भ्लग बनाउने भए म एक्लै भ्लग बनाउँछु र यिनीहरू दुईजना केही च्यालेन्ज केही कतै घुम्न जाने यिनीहरू दुईजनाको देख्न सक्नुहुन्छ र फाइनली गाइज मेरो साथीहरू जानु भइसकेको थियो र मैले यो भाँडाहरू माझेको थिएँ हेर्न सक्नुहुन्छ कति मैले भाँडा कति राम्रोसित माझेको थिएँ हजुरलाई देखाउन सकिनँ र एकदम राम्रो सनसेट आएको छ अहिले राम्रो सनसेट आएको छ सनसेट जानला उहाँ सनसेट अहिले जानला सबै लुगा धोएको थिएँ त्यसैले आज मलाई ढिलो भएको थियो भ्लग बनाउनको लागि भ्लग पनि मलाई खासै चाहिँ बनाउन आउन त्यही सम्झिँदाखेरि त्यही आउँदाखेरि मात्रै सम्झिने मात्रै हो जसरी बस्छ त्यसरी भिडियो बनाउनु मात्र नभए मलाई खासै भ्लग बनाउन चाहिँ आउन है गाइज देख्न सक्नुहुन्छ मस्त यसका प्यारा प्यारा साथीहरू हुन्छन् यो त मरिसकेको थियो के अरे यस्तो सुकेर मर्यो तर यसको चाहिँ प्यारा साथीहरू हुनेछन् मस्त लाग्यो यो सुक्नु लाग्यो तर बर्सात लागेन नि त अहिले त्यही भएर अहिले पानीको यस्तो कमी भएको थियो यस्तो राम्रो फुलको यसको च्याठे मेरो चाहियो फाइनली गाइस चियासाटी खाएर भइसकेको छ र अब म जाँदैछु मसला पिन्न त्यहाँ देख्न सक्नुहुन्छ मस्त सनसेट आइरहेको छ ओ पैसा सनसेट यति राम्रो मस्त भइरहेको फाइनली मसला पिनेर भइसकेको छ र हजुरलाई अब म देखाउने छु